को प्रोग्राम चाहिँ हाम्रो बेसी छैन र यसलाई हामीले सिरियल बाई सिरियल हामी प्रोग्राममा हामी अघि जति पनि आउनुभएको छ हाम्रो अतिथिवर्गहरू हामी सबैलाई उहाँहरूलाई पनि कोही हरुक बनाउनु भएको छ कोही हामी गाउनेछौँ केबिन नम्बर 8 हामी सबैजना उठेर हामी कोही केबिन नम्बर 8 की सही कोही सबजनाका जस्तै कि आऊ भगी सबैलाई प्रभु श्रीराम सरले नमस्कार छ हैन आजको कति दिनदेखि हामीले प्रार्थना गरिराखेका थियौँ त्यो प्रार्थना चाहिँ आज हामीलाई पुरा गरिदिनु भयो परमेश्वरले झन् जति पनि मेरो लिलिका र हाम्रो आशिषको विवाहको विषयमा तपाईँहरू सबैजना कति तकलिफ कति कामहरू छोडेर कतिपय मान्छेहरू कति नभ्याइ हामी यहाँ भनौँ भने बजारको ठाउँमा त काममै हुँदैन फेरि पकाउनु खानु मात्रै हुन्छ अनि यहाँ आउनुभएको छ हाम्रो उहाँ हरुकबाट आउनुभएको छ उहाँ 20 माइलदेखि आउनुभएको छ इम्फालबाट पनि अनि सधैँ यहाँ हाम्रो नजिक टाढा सबैजना आउनुभएको छ कतिपय अब कति हाम्रो विद्युतको कामहरू छोडेर आउनुभएको छन् किनभने हामी चाहिँ यहाँ काम छैन र केही याद गर्छौँ भने अब कोपी छर्ने बेला पनि भइरहेको छ होइन अनि कति दाउरा काट्नुपर्ने छ कति अनि आलुबारी जानुपर्ने कति विद्युतको काम छोडेर पनि मेरो नाम लिएर किन पहिलाको पुरानो मान्छे हुँदो र खुसी मानिदिनु भयो भने म आजको वचनमा लिइराख्छु आमेन। परम प्रभुले आशिष दिउन् तिमीलाई अनि रक्षा गरून् उहाँको मुहार तिमीमा चम्किरहोस् अनि शान्तिले जीवन भरोस्। उहाँको मुहार तिमीमा
झम्किरहोस् अनि शान्तिले जीवन भरोस् अनि कति बाबा आमा त माग्नु जान्छ नदिएर भाग्नेहरू पनि छ। यो धेरै पनि भएको छैन, हिजो अस्ति 1 महिना पनि भएको छैन। अनि एउटा राम्रो विश्वासी केटा माग्नु गएको र माने, तर ऊ चाहिँ भाग्यो। यसरी नै परिवारले यो चाहिँ परमेश्वरको योजना हो, परमेश्वरको इच्छा हो भनेर मान्यता दिएको चाहिँ त्यसले गर्दा पवित्र विवाह हुन सकेको। अनि दुईटै परिवारलाई धन्यवाद दिन चाहन्छु। अनि यो बिचमा एउटा सहयोगी बनाउने थियो। यसकारण प्रभु परमेश्वरले मानिसलाई मस्त निन्द्रामा पार्नुभयो र तिनी निदाएको बेलामा तिनका करङहरूमध्ये एउटा निकालेर त्यसको ठाउँमा मासु भरिदिनु भयो। जुन करङ प्रभु परमेश्वरले मानिसबाट निकालेको थियो त्यसबाट एउटा स्त्री बनायो अनि मानिस कहाँ ल्यायो। अनि मानिसले भने, यो त मेरो हारको हार हो र मासुको मासु हो, तिनलाई स्त्री भनिनेछ, किनभने तिनी पुरुषबाट निकालेको थियो। यसकारण मानिसले आफ्नो आमा बाबालाई छोड्नेछ र आफ्नो पतिसँग मिलेर र तिनीहरू एउटै शरीर हुनेछ। यहाँ विशेष हामीले उत्पत्तिमा देख्न सकिन्छ लगाउने हो। र यो लगाइसकेर ऊ विवाह गरेको मालिक छ है, विवाह गरिसकेको स्त्री हो, मालिक छ भनेर बुझिन्छ। त्यसले गर्दा यो चाहिँ असिङ तामाङले लगाइदिनेछ। यहाँ असिङ तामाङ एन्ड लिलिका मगर छ नि, सायद हिजो उहाँ डिक्लेरेसन गरेकै गर्यो भने गऱ्यो भने पनि ठिकै छ, म पनि यहाँ राख्नु पऱ्यो। यो असिङ तामाङले विवाह गरेको लिलिका मगर, अहिले चाहिँ लिलिका तामाङ भन्नुपर्ने नि। तर अहिले त वुमेन इन पावर हो नि त, मगर हाल्छ भने कोही बात छैन नि। लिलिका मगर तामाङ भन्दा पनि कोही बात छैन, किनभने मेरो श्रीमतीलाई चाहिँ इजाजत दिएको छु नि छेत्री हाल्नुको लागि पनि, किनभने नहाल्नु त भएन। अनि त्यसले गर्दा यो चाहिँ अलिकति
मगरमा तामाङ हाल्ने कि नभए मगर निकाल्ने कि दुईजनाले फैसला गर्ने होइन एडजस्ट गर्नु सबैले ताली बजाइदिनु नि हामी प्रार्थना गरौँ मैले छोराछोरीको आएँ एक आएर प्रार्थना गरेर म यतिकै प्रार्थना गर्नेछु दुईजनाको नयाँ परिवारको लागि आउने दिनहरूमा परमेश्वरको आशिष र अगुवाईको लागि आउनुहोस् प्रार्थना गर्नु दुईजनाद्वारा अरूले पनि आशिष पाउन सकोस् अनि तपाईँको महिमा होस् आउने दिनहरूमा उहाँले गर्ने हरेक काममा सफलता तुल्याइदिनुहोस् अनि तपाईँको महिमा होस् भन्दै यो बिन्ती माग्दछु प्रभु यीशु ख्रीष्टको पवित्र नाममा आमेन। भनौँ भने अब मेरो दाजुभाइ दिदीबहिनीहरूले मलाई घरबाट निकालेर फ्याँकिदिनु भयो। त्यसको बादमा अनि मलाई आज हाम्रो दाजुभाइ हामी टिङ्नामाई भन्छौँ अरूमा टिङ्माईहरूले मलाई फेरि पनि आफ्नो दाजु भाइ भनेर उहाँले अप्नाउनु भएको थियो। त्यसकारण आज म के भन्छ भने उहाँ मेरो यहाँ भाइ या त भाउजू उहाँले चिनाउनु म चाहन्छु। अनि यहाँ आएर आफ्नो त्यो मैले जुन नाम बताउने छु त्यो आएर तपाईँको दिनुपर्ने के भनेर आएर लिन सक्नुहुन्छ भनेर सुझाव दिन्छु। यसको नाममा जय मसीह। आजको जुन हाम्रो परिवार हाम्रो बाबाको परिवारबाट हामीहरू जातमा नमिले तापनि हामी प्रभुमा एक भएर आजसम्म हामीहरू आएका छौँ। अनि उहाँहरूको नाम हाम्रो परिवार बडेमा दिदी फुपू काका उहाँहरूको नाम म बताउनेछु। उहाँहरू आएर तपाईँको सानो भेटघाट गरिदिनुहोस्। अनि साथै हाम्रो अहिलेको नयाँ हाम्रो बेहुलीलाई पनि सायद हाम्रो आफ्नो परिवारको परिचय गर्दै उहाँ दुईजनाबाट नै हामीले सानो गिफ्टहरू चाहिँ हामीले दिनेछौँ। अनि तपाईँ दुईजना पनि उठिदिनुहोस्। अनि हामी फर्स्टमा चाहिँ छ हाम्रो हरुक नागर भिलेजबाट हाम्रो फुलमाया बढियामा आइदिनुहोस्। कुइटिङ फुलमाया नेक्स्टमा छ हाम्रो साइकम बडा उहाँ आउनु भएन भने हाम्रो छोराले दिनुहोस्। उहाँ चाहिँ बडाबाको छोरा काका हो। बडाबा आउनु भएन। अनि मेथ्यु अङ्कल आफूबाट पनि आइदिनुहोस्। हाम्रो माइला काकाको जेठा छोरा हुनुहुन्छ। अनि अर्कोमा छ हाम्रो दिसमाङ आन्टी आइदिनुहोस्। काका हुनुहुन्न काकी हुनुहुन्छ। अनि नेक्स्टमा छ हाम्रो रुसी आमा उहाँ फुपू हुनुहुन्छ। उहाँ पनि आइपुग्नु भएको छैन। कसैले लिइदिनुहोस् भन्नु फुपूको पनि। This love is like the church bells, as loud as they can ring. Its face on his wedding day sees his bride to be. It's like a little girl holding daddy's hand. To see Uncle. नेक्स्टमा छ बस्तीको पास्टर बाबा पनि आइदिनुहोस्। अन्तमा छ पिटरको बाबा आइदिनुहोस्।
आजको हाम्रो सङ्गतिलाई अघि बढाएर चलाउनु हुने हाम्रो सदरक दाजु लिम्बू उहाँ पनि आइदिनु आजको हाम्रो पहिलो भजन गाइदिनु हुने हाम्रो एभेन्जलिस्ट आशीर्वाद बाबु आइदिनु एकजना माझमा काकी एकजना सिक्नु भएको अनि उहाँको नामको भन्नु चाहिँ हाम्रो सेन्ट्रल काकीको लागि पनि एकजना आएर उहाँ चाहिँ आउनु भएको छैन सतम पाउँदो भित्री हातले भित्री हुन्छ आजको हाम्रो परिचय चाहिँ यतिमै बढाउँदैछु हामी देखि भन्नुपर्ने कसैले अब गल्ती पनि भएला हामीले नाम गर्नुमा भुले कि मैले सम्झेको चाहिँ आज हाम्रो दाजुभाइहरू मेरो काका मेरो भाइहरू मेरो दाजुहरू मेरो भाउजूहरू भाइ बहिनीले हामीले हाम्रो कस्तो मदरसाको हो त्यसको लागि अब कसैको पनि रहेको छन् भने तपाईँले पनि सम्झिदिनु होला अनि अब भने हाम्रो छोरीपाटीले हाम्रो फाल्टी छोरीहरूले नै भात खाँदैन होला तर अब गाउँपाटीले त्यो गरेर अनि आजको हाम्रो यो प्रोग्राम पनि अन्तिम भइसकेको छ अनि जति पनि आउनुभएको महानुभावहरू सबैजना जाने बेलामा चाहिँ सबैले नै अब